यतिको चाहिँ हुनुपर्छ मामाहरू भएपछि भान्जालाई नहराउने यहाँहरू त यस्तरी भान्जा जाउँ भन्दा पनि नमान्नु भएको क्या एक्लै बोकेर ल्याउनु भएको हेर्नु न गाइज एक्लै बोक्दा फेरि मन जाउँ भनेको वेलकम ब्याक टु माई न्यू ब्लग सबजना सन्चै हुन्छ होला र म पनि एकदमै सन्चै छु होइन अनि यति बसिरहेको छु अनि घरबाट जान आँटेको क्या अब आज हल्का कोठामा छु अब रेडी सेडी हुनुपर्छ मैले ब्याग प्याकिङहरू चाहिँ सकिसकेँ होइन एक लुगाहरू हालेँ अब मैले लुगाहरू लाउनु पर्ने हुन्छ जानुपर्ने हुन्छ होइन आज चाहिँ म ओरेन्ज सिटी जान आँटेको छु अब त्यहाँ गएर वायर रमाइलो हान्ने एक दुई दिन मामालाई यसो काम छ हल्का होइन अनि पूजाहरू रहेछ अनि पूजामा जानु पर्ने भयो अनि मामाहरूलाई नि मामाहरूसँग धेरै भेट्न पाउँदिनँ क्या म अब मेरो छुट्टी मिलेको बेला मामाको नमिल्ने मामाको मिलेको बेला नमिल्ने क्या मेरो होइन त्यस्तो हुँदो रहेछ क्या अब मामाको 1 महिना छुट्टी मिल्यो भने म यता पढिरहेको हुन्छु अब मेरो इक्जाम जब सकेर म जान्छु मामालाई कहाँ ट्रेनिङ गर्न लगिदिइरहेको हुन्छ क्या कहाँ कुदाइदिइरहेको हुन्छ क्या आर्मीहरूले त्यही भएर हो क्या अब म चाहिँ हिले हुँदै जान्छु होइन हिलो भएर जान्छु उता धनकुडाबाट सिधै माथि होइन किन भन्दाखेरि चाहिँ हाम्रो धनकुडामा सिन देखाउँदै गर्छु भ्यूहरू देखाउँदै गर्छु तर आज अलिकति मौसमले हामीलाई साथ अलिक मजाले दिएको छैन किनभने पानी परिरहेको छ पानी हल्का परिरहेको थियो अघि अनि अहिले रोकिरहेको छ होइन अहिले चाहिँ ठ्याक्कै 7:40 भइसक्यो अब 8 बजीतिर चाहिँ बस हिँड्छ म रेडी हुन्छु अनि डाइरेक्ट तल भेट्यौँ है त ल गाइज सो हामी चाहिँ बुधाएर चलेको ल डाइरेक्ट 1 हप्ता पछाडि भेट्यौँ अब बसमा सर्ट लगाएर सबसँग चलेको ल तपाईँहरूलाई बाटोको सिन देखाउने गर्छु पानी पर्ला जस्तो भइरहेको अहिले के हुन्छ बिस्तारै जाँदैछु है ल गाइज अहिले भेटौँ हिँड्नु सक्नुहुन्छ घुम्ने ठाउँहरू होइन रानी ताल सब अहिले बस्ती बनाइसकेको छ होइन ठुलो व्यवस्थित बनाइसकेको छ होइन फाइनली म चाहिँ अहिले धनकुडा स्ट्यान्डमा आइसकेको छु होइन अब यहाँ जानुपर्ने हुन्छ म अब अटो आउँछ मलाई लिनुको लागि चाहिँ अनि म खोलासम्म चाहिँ अटोमा जानुपर्ने हुन्छ त्यस पछाडि चाहिँ मलाई मामा लिन आउनुहुन्छ होइन यस्तै गऱ्यौँ होला उभिँदा हात यस्तो कालो भइसकेको छ अटो कतिखेर आउँछ छाने छैन अटो आएपछि चल्दिहाल्ने हो त हेर्नु बल्ल आइपुगेको छु कि एकछिनबाट फेरि बनाउँछु ल भिडियो बाई सो गाइस फाइनली म चाहिँ अहिले धनकुडा आइपुगिसकेँ त्यही धनकुडा अरे साथीहरूकोमा आइपुगिसकेँ होइन घर पनि आइपुग्यो यहाँ आएपछि त वाइल्ड के मजा आउँछ आउनु लाग्छ यहाँ आउने यत्तिकै त्यो सुगन्ध गन्धहरू हुन्छ नि कस्तो फरक हुन्छ क्या गन्धै अब घरभित्र छिर्कौँ होइन के छ कस्तो छ हालखबर बुझौँ मैले 2-3 मान्छेहरूलाई त देखिसकेँ उयो मैले पठाएको कुकुर हो क्या उयो चाहिँ आइपुग्यो फाइनली यहाँ आएपछि मजै छुट्टिएछ क्या यहाँ आएपछि यो गन्धसँग यस्तो दामी आउँछ नि फेरि यहाँको यो छुट्टै भाइब नै छुट्टै छ क्या गाउँघरमा होइन म यो डाँडाभन्दा परबाट सुन अटो चढेर आएँ अनि हाम्रो मामाले डोको बोकिदिनु चाहन्छ चाहिँ अस्ति मलाई यो केही बनेको थिएन अहिले त मामा आएर सर्ट सुट सब
हाम्रो घर चाहिँ यस्तै छ यहाँ धनकुटाको यहाँ चाहिँ बुधबारे आएको कुकुर पनि छ क्या मैले पठाएको कुकुर होइन कहाँ जाने मामा लिएर आउनु सब गर्दै सब ओ बोटे के कुर्सी बोक्न जानुपर्ने डोकामा हुन्छ त कुर्सी चल्दैका मासतिर घरतिर सिन त दामी छ यो बाटो चाहिँ धेरै के भएर ए तपाईँको बिहेको लागि लु भोलि नै बिहे गर्ने माथि गर्दा नि खुसी आउनु भोलि पूजा छ मेन कुरा अनि पानीमा आगो बल्दैन भने त थाहा छैन त भर डढेलो लाग्यो भने को जिम्मा हो त्यसको तलको त्यो के भरे आँपको बोटहरू लिचीको बोटहरू कस्तो भयो पानीले तनाप बनाएछ त हौ त्यत्रो एक दिनभरि आएर गोडेको हावा अरे आम्मा कत्रो गोडेको थियौँ त्यो त्यहाँदेखि त्यत्रो चर्को घाममा आम्मा एक अबै काम गरेको त कहाँ देख्नुहुन्छ कुर्सीले पनि भेट्यो ल